Hi everyone, I hope you guys are doing well. तपाईहरु सबैजनालाई सधैँ इन्टरटेनमेन्ट च्यानलमा स्वागत छ। आउनुहोस् आज हामी बनाऊ आलु र पिँडालुको सब्जी। मसँग यहाँ काटेको प्याज छ, काटेको टमेटो छ, अनि यहाँनिर अदुवा र लसुनको पेस्ट छ। अनि मसँग यहाँ कराई छ। सो लेट्स गेट स्टार्टेड। तेल तात्यो, सो अब हामी हाम्रो पड्काउने मसलालाई हालौँ। हाम्रो प्याजलाई पनि हालौँ। अनि यो प्याजलाई चाहिँ हामी मजाले गोल्डन ब्राउन नहुन्जेलसम्म हामी भुटिरहनेछौँ। सँग यहाँनिर छ अदुवा र लसुनको पेस्ट, त्यो पनि हाल्दिउँ। हामी यहाँनिर हाल्नेछौँ हल्दी या बेसार, तपाईले जे भन्नुहुन्छ त्यही हुन्छ। अब हामी हाम्रो टमाटरलाई हाल्नेछौँ। कतिजनाले चाहिँ यसलाई गोलभेडा भन्नु हुँदो रहेछ, सबैको आफ्नो ठाउँ अनुसारको हुन्छ है। अब हामी मजाले चलाउनेछौँ यसलाई। कतिजनाले चाहिँ पिँडालु र आलुको सब्जी पकाउँदा कुकर युज गर्नुहुन्छ, त्यहाँनिर लपक्क पर्छ नि त, त्यो पनि राम्रै हो। तर मलाई चाहिँ आज यसरी बनाउनु मन लाग्यो। कति मिठो देख्छ है। अब हामी यसलाई एकछिन छोपेर पकाउँछौँ, किनकि टमाटर काँचो भयो भने चाहिँ अलिअलि गुलियो हुन्छ। ओके, अब हाम्रो टमाटर पनि रेडी भइसक्यो। अब यहाँ हामी हाल्छौँ हाम्रो अघिको आलु अनि पिँडालुलाई। मैले त आलु र पिँडालुको भिडियो गर्नु बिर्सेछु गाइस हालेको। मजाले मैले यसरी यहाँ चलाइरहेको छु है। कस्तो मिठो देखाउ हेर्दै। तपाईहरुले कहाँबाट यो भिडियो हेरिरहनु भएको छ प्लिज कमेन्ट गरिदिनु होला है। सो मलाई थाहा हुन्छ कि तपाईहरुले कुन देशबाट हेरिरहनु भएको छ भनेर। अब हामी हाम्रो नुनलाई पनि हाल्नेछौँ। नुन बिना त स्वाद आउँदैन। अनि हामी हाम्रो रङ खोर्सानी हाल्नेछौँ कलरको लागि। यो चाहिँ पिरो होइन ल, यो पेपरिका हो। यसले चाहिँ कलर मात्रै दिन्छ। कस्तो मिठो देख्यो है। हुन्छ, म पानी हाल्नेछु अनि पानी हालेर मजाले छोपेर पकाउँछु म, किनकि हामीलाई त झोल खान मन छ नि त। तर तपाईलाई झोल मन पर्दैन भने तपाईले यसरी मजाले कम्ती आगो पानी लगाउँदै छोप्दै पकाउन सक्नुहुन्छ है। अब चाहिँ म जबसम्म यो पानी सबै सुक्दैन नि तबसम्म पकाइरहन्छु यो आलु र पिँडालु लपक्क नहुन्जेलसम्म। ओके गाइस, सी यू इन अबाउट 30 मिनट्स। गाइस, मैले चाहिँ ढिलो पकाउनु चाहिँ हाम्रो ठुलो दिदीबाट सिकेको है। उसले चाहिँ खानेकुराहरू साह्रै मिठो बनाउने कि, किनकि बिस्तारै पकाउँछ नि त टाइम लगाएर। त्यही भएर मैले लोमा बनाएको छु हिटलाई। अनि म अब यसलाई 15 मिनटदेखि 30 मिनटसम्म हेर्नेछु। अल्सो गाइस, म फ्राइड राइस बनाउन आँटेको। यदि तपाईँलाई फ्राइड राइसको रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु ल। ओके गाइस, 15 मिनट भयो। अब हामी वाउ कति राम्रो भयो नि त। चलाउँला एकचोटि। रेडी हुनु लागेछ है गाइस। अबको 10-15 मिनटमा चाहिँ पाक्छ। ओके गाइस, आफ्टर 10 मिनट वाउ इट्स लुकिङ सो गुड गाइस। यतिको चाहिन्छ नि त हामीलाई। तपाईहरुले यतिकै खाँदा नि हुन्छ, पानी हाल्नु मन छ भने अलिक पानी हाल्दा नि हुन्छ। म अब अलिकति पानी मैले चाहिँ अलिकति पानी हालेँ यसमा। अब म नछोपिकन यतिकै उम्लिन दिन्छु। अनि त्यहाँदेखि धनियाँलाई गार्निस गरिदिन्छु माथिबाट। ओके, उम्ल्यो अब धनियाँलाई दिउँ माथिबाट। अनि हाम्रो रेडी भयो। थ्याङ्क यू गाइस फर वाचिङ।